हेलो साथीहरू, आज चाहिँ म एकदम धेरै ह्याप्पी छु किनकि मसँग छ नयाँ साडी। म चाहिँ भ्लग बनाउँछु है। के अरे मेरो चाहिँ फर्स्ट टाइम मेरो एउटा साथीले कलेज पढ्दाको साथीले मलाई बिहेमा बोलाएको भएकोले कारणले गर्दाखेरि म चाहिँ एकदम धेरै एक्साइटेड छु, एकदम धेरै। अनि आज म तपाईहरुलाई देखाउन गइरहेको छु मैले के लादैछु भनेर। फर्स्ट अफ अल दिस इज माई स्पेसल साडी। यो मेरो राम्रो साडी हो। यो कलर चाहिँ मैले फर्स्ट टाइम लाउन गइरहेको छु। अनि भोलि यो मेकअपको सामान यहाँनिर मैले उता मेकअपको होला तर पनि मेरो आफ्नो लागि चाहिँ मैले चाहिँ सजिलोको लागि यही लगेर गएको छु। अनि यो नेल त लिए तर यसमा ग्लु नै रहेनछ, अब के गर्नु होला। अनि यहाँ छरपष्ट छ मेरो आई प्यालेट यहाँ छ। म चाहिँ साथीकोमा बिहानै जान्छु अनि अलिअलि काम पनि सघाउँछु भनेर चाहिँ प्याकिङ गर्दैछु। सो गाइस, मेरो भिडियो चाहिँ हेर्नु होला लामोसँग। मेरो साथीको बिहे कस्तो हुनेछ भनेर मलाई पनि थाहा छैन। म चाहिँ यहाँ आइपुगेको छु, साथीको घर जाँदैछु कसैले बोकेर। यहाँ चाहिँ अरू बेला भन्दा नि हाम्रो ठाउँभन्दा नि अझ धेरै चिसो रहेछ क्या। जाँदैछु हिँड्दै, बाटो नि यस्तो खराब छ। हेलो वाउ, हाम्रो बेहुली नानी आजको हिरोइन, मेन हिरोइन। कति राम्रो देखेको मेरो साथीलाई आज। मलाई फेरि बेहुली हुनु मन लाग्यो, दाइ लखको है। अर्कै दाइ खोज्नु हरेक एनिभर्सरीमा गर्ने नि साथी। कस्तो राम्रो हो देखेको, यो घुम्टो त साह्रै राम्रो छ। मलाई राम्ररी भन्नै दिएन भन न। सुखले बस्नै दिएको छैन है यताबाट के भइरहेछ न त यो त कहाँ पोजिसन छ बेसै छैन हैन। सोचे साडीसँग नि कस्तो राम्रो देखेको छ। अब फोटोहरु खिच्दिनु ल बेहुलीको ल। दाइ देखेको दाइ फाइनल्ली हामी चाहिँ होइन माथि बसिरहनु हेर्न जाँदैछ। भिडियोग्राफर म है। बेहुला भएको त फर्स्ट टाइम नै देख्दैछौ नि। फर्स्ट टाइम चाहिँ अलिकति त्यो हुन्छ होला, हामी त दिनतिर भेटा अब यो चाहिँ खाइसक्नुहुन्न होला, यो चाहिँ हामीलाई खाइसक्नु भएन भने त्यसपछि फिर्ता हामीलाई नै दिनु फेटा बाँधिदिनु पर्यो। अब के गर्नु पर्यो नानी, उयो टेबल उता कहाँले कान्छी हो के लागि राख्नु भयो हामी बत्ती मर्नु हुँदैन है। हजुरलाई दुःख दिउँ अब के विषयमा राख्नुभयो होइन। यो त हेर्दा पनि हेर्नु नसक्ने, छुँदा पनि छुनु नसक्ने, यो त ऋण हो कि दिनुहुन्छ नि, के को लागि राख्नुभयो हजुर भनेर अब तपाईँले भन्नुपर्छ भने अब झन् अचम्मको चिज छ होइन। बाँधिदिनु कि अहिले बाँधिदिनु जति आइसकेको रहेछ। म भिडियो बनाउँदैछु ल। लिएर आयौँ है हामी। अब लिएर आयौँ खिम्कुया नै लानु खिम्कुया
कस्तो पाइरहेको छ यस्तो मिल्नु पर्यो है सबैजना कान्छा यो फिर्ता बस्नु दिन्छ पछाडि बस्नु त्यो चाहिएको वाह कति राम्री झलल्ल बोल्नु मान्छे नहेर तिमी यो चाहिँ एकदम लानु पर्यो नि त उता अन्य केटीले त यो पो बोल्नुपर्छ कपडा पनि अन्य केटीले यो त एकछिन सबै यो धेरै माला लाउने आस्ते जान्छु भनेको होइन मेकअप गयो आस्ते जान्छु भनेको होइन मेकअप गयो आस्ते जान्छु भनेको होइन मेकअप गयो आस्ते जान्छु भनेको होइन नगर्नु नरन्नु आस्ते अघि बनायो ना मेकअपै गयो नाक मरो है मेकअप गर्नले टाइम छैन नयाँ जिन्दगी सुरु हुन्छ हेर न मलाई भनेको छैन अरू चाहिँ नरन ल जान्छ नियासा ढोका लाउँदा डोन्ट क्राई बेबी जबरजस्ती रुवाइदिने ऊहरू जबरजस्ती चाहिँ रुवाइदिने चाहिँ उयो चिकन लगाइदेऊ ल ढोका लगाइदिउँ न जबरजस्ती रुवाएर ऊ नानीहरू नलागिसक्यो चिकन ये गरेर रुनै पर्दैन के गर्नु त पछि पनि लाउनु त मिल्छ फेरि बिहाको साडी लाउनु मिल्दैन भोगायो भने भोगायो भन्दै थियो कस्तो जाडो भयो रुँदैन है किन रुनु आउँदैछ भोलि फर्केर यहीँ आउने हो भोलि फर्केर यहीँ आउने हो कि किन रुनु म भोलि मैले भनेको छु नि भोलि बिहान आइहाल्छु पल पल गाडी गाडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोह्र श्रृङ्गार गरी मुटुको यो ढुकढुकी थामेर बसेकी बेहुली मम्मा Who is this? Who is this boy? This is it. This is it.
नानीलाई त यसो माया लाग्नु परेछ नानीलाई हामीले त दिने सटा हाम्रो हो त्यति राजी छैन ठिक छ त्यसो भए अब देउनी काम यो पनि देउनी खै हुन्छ है आमाले दिनुहोस् कस्तो लागिरहेको छ साथी बिहेको दिनमा रमाइलो मेरो बहिनी बुवाई यो कुरा थिए भने सुक्का सुक्का हेलो जान्ने पनि देख्यो गर्दै जान्छ के देखिन्छ देखिन्छ ना भनेको मान्छ ना मिठा हल्का हुनु पर्यो नि हो त मैले हेर्न पाइनँ मैले भिडियो बनाइदिएछु एकदम पठाइदिनु ल यो त रीति हो नि त भिडियो
उता पनि हुन्छ यस्तै हो नि त। अब भोलि भेटौँ ल। बाई 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 लु राम्रोसँग जानुस् है अघि रुदिन हुने मान्छे हामी त साँच्चीकै उ गरेर ल ठोकाउने न। ल तेरो कति आउनु ल त्यो यसले कामो सबै ठिक है मलाई हिँड्दै छोरी जाउँ होला आउले वाङले ठीक है तो ये मोटरसाइकिल दू वांग ये वांग धरे हाँ वांग वांग हला जाम न त भोलि फर्किन आउँछ एकजना कहिले लाने आंगा तिरी घर में दिए राजा खाना पर्छ लु थोडे होइन साँच्चै खुसी भरे हाँसेको खुसी भरे हो त हाँसो क्यामेरा देखेर जबरजस्ती हाँसिदिएको छु यहाँ चाहिँ आज नयाँ बेहुली बेहुली रसोई हिन्दीमा भन्छ नि बेहुली रसोई आज होइन अस्ति अस्ति रहेछ क्या आज हमारी बहू की दूसरी दिन की रसोई दुईजनाको रसोई चलिरहेछ चिया काट्दैछ मैले पठाइदिइसकेँ के अरे